मेरो बाजे एउटा शक्तिशाली झाँक्री हुनुहुन्थ्यो। आजभन्दा झन्डै 20 वर्ष अघिको कुरा हो। एक रात उहाँले मलाई गाउँको पुछारमा रहेको मसान घाटमा लिएर जानुभयो। गाउँमा कसैलाई ठुलो मसान लागेको थियो र त्यसको उपचारका लागि उहाँले मसान जगाउनु पर्ने थियो। खोलाको किनार, वरिपरि जलिरहेका लासको गन्ध र मुसलधारे पानी। बाजेले भुइँमा एउटा घेरा कोर्नुभयो र मलाई कडाइका साथ भन्नुभयो, जे भए पनि यो घेराभन्दा बाहिर ननिस्किनु। त्यसपछि उहाँले आफ्नो ढ्याङ्ग्रो ठोक्न सुरु गर्नुभयो। रातको समय थियो। अचानक अगाडि जलिरहेको एउटा आधा पोलेको लास हल्लिन थाल्यो। मलाई लाग्यो मेरो भ्रम होला, तर ढ्याङ्ग्रोको ताल जति बढ्दै गयो त्यो लासको हातले बिस्तारै चिताको काठ समात्यो। मेरो सातो गयो जब त्यो लासले आफ्नो सेतो र फुस्रो आँखा खोलेर सिधै मलाई हेर्यो। त्यो मसान बिस्तारै चिताबाट उठ्यो। उसको शरीरको छाला जलेर काला काला टाँटाहरू परेका थिए। हड्डी कड्किएको आवाज स्पष्ट सुनिन्थ्यो। त्यो लास बिस्तारै हाम्रो घेरातिर आउन थाल्यो। बाजेको मन्त्र झन् चर्को भयो। उहाँको निधारबाट पसिना बगिरहेको थियो, तर उहाँले ढ्याङ्ग्रो ठोक्न छोड्नु भएन। त्यो मसान हाम्रो घेराको एकदमै नजिक आयो। उसका जलेका र चिसा औँलाहरू मेरो अनुहारभन्दा केही इन्च मात्र टाढा थिए। म चिच्याउन खोज्थेँ, तर मेरो बोली नै फुटेन। ठ्याक्कै त्यही बेला बिहानको पहिलो झुल्को झुल्कियो र त्यो लास अचानक थुप्रो परेर खरानी भयो। बाजे